हेलो वेलकम टू माई युट्युब ब्लग्स। आज चाहिँ म यहाँ हाम्रो सानीमाको बर्थडे छ। यहाँ सानीमा हुनुहुन्छ अनि सानीमाको बर्थडे हामी सबै चाहिँ हाम्रो एउटा रुम कलोनीको यहाँ भन्दाखेरि यहाँ केटाकेटीहरू यो पन्जाबी होटल हो। पन्जाबी होटलमा बहुत राम्रो फेसिलिटी छ यहाँ बस्नलाई। यो यहाँ मस्त छ, यो जग्गा चाहिँ मस्त छ, एकदम खतरनाक दामी बस्नलाई। टेबल पनि मस्त। पन्जाब होटल यसको तपाईँहरू हेर्नु होला, रिभ्यू दिनुलाई गाइस। पन्जाब बेस्ट होटल हो यो, यहाँको हैदराबादको गच्चीबजीको बेस्ट होटल हो यो। ल ठिक छ। यहाँ अब पन्जाबी होटल चाहिँ यो गच्चीबजीको टेलिकम नगर, गच्चीबजी टेलिकम नगर होइन मा चाहिँ छ यो होइन। मलाई त बेस्ट आएको यसो छ नि, चिकन तन्दुरी रोस्ट गरेको दामी एकदम एकदम। हामी पहिला पनि आएर खाइसक्यो हो, मसँग अगाडि पनि भिडियो पनि छ। डेकोरेसन पनि राम्रो छ, सबै सफा सुग्घर छ, टक्क राम्रो छ। अङ्कलले यहाँ मन पऱ्यो अरे, यो टेबलदेखि यहाँसम्म टक्क राम्रो लाग्यो अरे, त्यही भएर अङ्कलले। यहाँको विशेषता भनेको तपाईँहरूको चिकन तन्दुरी रोस्ट के अरे उसमा उबरेको कोइलामा पका हुन्छ, अनि बटर रोटी सबभन्दा बेस्ट बनेको यहाँको खाना भनेको यो। हामीले किनकि 5-6 पटक खाइसकेको छ हामीले यो खानालाई, अन्त फेरि यहाँ आएको मनपर्ने होटल हो। सोधा गाइस हाम्रो होल फ्यामिली ल यहाँ छ। यहाँको तन्दुरी चाहिँ पुरा उसबाट तन्दुरीबाट गर्छ होइन, चिकन रोस्ट चाहिँ तन्दुरीबाट गर्छ अरे। यहाँ पढाउनु सानीमा अब केक कटिङ एकछिन सुरु हुँदैछ। साउथ इन्डिया हो, यहाँ चाहिँ नर्थ इन्डियनको खाना पाउँछ सबै। हामीले जे खान्छौँ नेपालमा जे खान्छौँ नर्थ इन्डियन भने चाहिँ सबै पन्जाबको सिस्टम हो। हामी अङ्कल ल अन्त फोन आएको ल। हाम्रो जीवन सर पनि आउनु भएको है। Happy birthday to you, Sanima. Happy birthday to you. Happy birthday to you. खानु ल हजुरले खाने हजुरले खाने हो खाने हजुरले के सानीमाले अङ्कललाई फोन अङ्कलले तपाईँ नाच्नु न, म भिडियो बनाइदिन्छु क्या। दिदी मेकअप उत्रिने भयो अब।
दामी फ्रेममा बनाएर ल्याइदिनु भएको यो कहाँ हो भइहाल्छ त थ्याङ्क यू माइक लाउनु भएन तपाईँले धेरै होटल चाहिँ पन्जाबी होटल हो साउथ इन्डियन होइन यो चाहिँ नर्थ इन्डियन राम्रो सबै स्टार्टरहरू खानु पाउँछ छिटो सजिलो राम्रो एकदम तर आइपुग्यो यहाँ स्टार्टर ल स्टार्टर हो यो बाँकी चाहिँ आउँदैछ खाना चाहिँ आउँदैछ स्टार्टर यहाँ पनि स्टार्ट भयो र अनि त्यसपछि यहाँ पनि सानो स्टार्ट गरिसक्नुहुन्छ स्टार्ट चिकन 65 हो अरे यो के अरे चिकन के अरे यो हो गई 65 हो यो कस्तो छ बहुत दामी अङ्कल कस्तो छ राम्रो छ एकदम एम्मे छ भेरी गुड टेस्ट चाहिँ दामी स्पाइसी पनि छ याकै आज चाहिँ म धेरै वर्षपछि गुजरातको जस्तो खाएको तपाईँलाई कस्तो लाग्यो जीवन सर जीवन बोला पनि सुप मान्छे होइन बहुत अदरकदेखि लिएर सबैलाई मन पर्यो होला होइन क्या है ये तंदूरी चिकन मसाला तंदूरी चिकन मसाला और नान यो नान हो यो तंदूरी चिकन मसाला नान हो यस्तो बहुत दामी टेस्टी यहाँ आइसक्यो ल खाना चाहिँ चिकन मसाला कस्तो छ अङ्कल टेस्ट राम्रो छ ल जीवन सर भन्नु होला है टेस्ट कस्तो छ ल हिँडाजु चिकन मसाला यो बटर नान हो अङ्कललाई भयो जीवन सर अच्छा है बाकी सब अच्छा है बहुत अच्छा है
इसमें मेरा चैनल है। बाकी सब अच्छा है यहाँ पे। तंदूरी नान ये साउथ इंडियन नहीं मिलता ना यहाँ पे ओनली फॉर नॉर्थ इंडियन वो क्वांटिटी मिलता। सो जो भी खाना है स्टार्टर से लेके खाना बिरयानी है ना, नान तंदूरी जो भी सब मिलता। मगर कस्तो लाग्यो तपाईँलाई? सब बढ़िया है, बहुत अच्छा है। सब ठीक छ नि? ठीक छ। अङ्कल कस्तो लाग्यो तपाईँलाई? ल ल सब अच्छा है। चलो ल ल ल ल ह्याप्पी बर्थडे बोलो सब लास्ट दामी बोलो भोलिमा आउँदैछ पछाडिबाट पेट भरेर पुरा ल हिँड्नु फटाफट हिँड्नु न। हेलो म बर्थडे वाली केक परे हेलो हैप्पी बर्थडे भेलियो आएगा ना आए कति आयो बिल? किराज्नु भयो अङ्कल कति आयो बिल? किरा र फुपू कति आयो? 10,337 ओ माई गॉड 10,347 रुपिस आयो बिल। आजलाई चाहिँ यस्तै हो। सबै दिदी साइनमा बर्थडे थियो यो भनेको सामान कस्तो लाग्यो? लास्टसम्म हेरिदिनु भयो ब्लगलाई, माया गरिदिनु भयो। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला। आजको लागि यति नै, मिलाउला अर्को